नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरूको एकाइगत नमुना। प्रश्न उत्तर सेट। 44 रामरोशन पर्यटकीय स्थल कुन जिल्लामा पर्दछ? रामरोशन पर्यटकीय स्थल कुन जिल्लामा पर्दछ? अप्सन क अछाम, अप्सन ख बाजुरा, अप्सन ग बझाङ, अप्सन घ डोटी। यसको सही जवाब हुन्छ अप्सन क यानि कि अछाम। 45 एग बास्केट भनेर कुन जिल्लालाई चिनिन्छ? एग बास्केट भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन क काठमाडौँ, अप्सन ख रूपन्देही, ग नेपालगञ्ज, अप्सन ख चितवन। यसको सही जवाब हुन्छ अप्सन घ यानि कि चितवन। 46 हिमतालका सम्बन्धमा कुन भनाइ सही छ? नेपालको सबैभन्दा ठुलो हिमताल छोचो रोल्पा हिमताल हो। क फुच्चे हिमताल विश्वकै कम उचाइमा रहेको हिमताल हो। इम्जा हिमताल सोलुखुम्बु जिल्लामा पर्दछ। मनाङमा अवस्थित ठुलागी हिमताल नेपालको सबैभन्दा सानो हिमताल हो। यसको सही जवाब हुन्छ अप्सन घ। यसको सही जवाब हुन्छ घ यानि कि ए, बी र सी ठिक छ। र मनाङमा अवस्थित ठुलागी हिमताल नेपालको सबैभन्दा सानो हिमताल हो, यो भनाइ गलत हो। 47 क्षेत्रफलको हिसाबले जिल्लाहरूको क्रमलाई ठुलोदेखि सानो क्रममा मिलाउँदा कुन क्रम ठिक छ? यसको सही जवाब हुन्छ अप्सन घ यानि कि डोल्पा, हुम्ला, ताप्लेजुङ र गोर्खा। 48 विक्रम सम्वत 2078 को जनगणना अनुसार सबैभन्दा कमबाट धेरै जनसङ्ख्या हुने जिल्लाहरूको क्रम कुन चाहिँ ठिक छ? यसको सही जवाब हुन्छ अप्सन ग यानि कि मनाङ, मुस्ताङ, डोल्पा, रसुवा। 49 भित्री मधेसमा नपर्ने जिल्ला कुन हो? अप्सन क मकवानपुर, अप्सन ख चितवन, अप्सन ग रूपन्देही, अप्सन घ नवलपुर। यसको सही जवाब हुन्छ अप्सन ग यानि कि रूपन्देही। 50 मा नेपालको प्रसिद्ध धार्मिक स्थल टुटेश्वर महादेव र हलेसी महादेव कुन जिल्लामा पर्दछ? यसको सही जवाब हुन्छ अप्सन क नुवाकोट र खोटाङ। यानि कि नुवाकोटमा टुटेश्वर महादेव र खोटाङमा हलेसी महादेव मन्दिर छ। 51 विभिन्न प्रकारका 180 भन्दा बढी जडीबुटी पाइने घुम्टेलेक कुन जिल्लामा पर्दछ? अप्सन क बागलुङ, अप्सन ख बाजुरा, अप्सन क डडेलधुरा, अप्सन घ म्याग्दी। यसको सही जवाब हुन्छ अप्सन क बागलुङ। 52 कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? अप्सन क स्याङ्जा, अप्सन ख पर्वत, अप्सन ग गुल्मी, अप्सन घ अर्घाखाँची। यसको सही जवाब हुन्छ अप्सन ग गुल्मी। 53 नेपालको प्रसिद्ध चन्दननाथ मन्दिर कुन जिल्लामा पर्दछ? नेपालको प्रसिद्ध चन्दननाथ मन्दिर कुन जिल्लामा पर्दछ? अप्सन क मुगु, अप्सन ख डोल्पा, अप्सन ग जुम्ला, अप्सन घ कालीकोट। यसको सही जवाब हुन्छ अप्सन ग यानि कि जुम्ला। जिल्ला र ती जिल्लामा पर्ने विभिन्न टारहरूको जोडा तलका मध्ये कुन मिल्दैन? बटार नुवाकोट, खमा छ मङ्गलटार, काभ्रेपलाञ्चोक, गमा छ रुमझार टार, ओखलढुङ्गा, अप्सन घ खुमलटार, ललितपुर। यसको सही जवाब हुन्छ अप्सन घ खुमलटार, ललितपुर। 55 तल दिएको भनाइमा कुन गलत छ? क प्रदेश नम्बर 1 मा 14 जिल्लाहरू रहेका छन्। रुकुम पूर्व कर्णाली प्रदेशमा पर्छ। ग मा सुदूर पश्चिम प्रदेशको ठुलो जिल्ला बझाङ हो। घ मा बागमती प्रदेशको सानो जिल्ला भक्तपुर हो। यसको सही जवाब हुन्छ अप्सन घ यानि कि ख मा हुन्छ रुकुम पूर्व कर्णाली प्रदेशमा पर्छ, यो भनाइ चाहिँ गलत हो। 56 मा भित्री मधेसमा पर्ने जिल्लाहरूका सूचीमा तलका मध्ये कुन गलत छ? क मा उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। दाङ, सुर्खेत, उदयपुर, नवलपरासी, बर्दाघाट, सुस्ता पश्चिम। दाङ, सिन्धुली, चितवन, पर्सा र घ मा छ ख र ग दुवै। यसको सही जवाब हुन्छ अप्सन घ यानि कि क को मात्रै सही छ। उदयपुर, सिन्धुली, चितवन, नवलपरासी अनि बर्दाघाट, सुस्ता पूर्व यो सही छ र बाँकीको दुईटा गलत छ। 57 मा समूह जोडा मिलाउनुहोस्। समूह आई मा छ रेसुङ्गा, बी मा बुढासुबा, सी मा गलेश्वर, डी मा पञ्चेश्वर। त्यसै गरी समूह आई मा छ गुल्मी, आई मा छ सुनसरी, आई मा छ म्याग्दी र आइभी मा छ बैतडी। यसको सही जवाब हुन्छ अप्सन घ
यानि रेसुङ्गाको गुल्मी, बुढा सुब्बाको सुनसरी, गलेश्वरको म्याग्दी र लास्टमा पञ्चेश्वरको बैतडी। 58 जोडा मिलाउनुहोस्। समूह क मा हिमाली जिल्ला, ख मा पहाडी जिल्ला, ग भित्री मधेसका जिल्ला, घ तराईका जिल्ला। समूह ख मा 1, 18, 2 मा 7, 3 मा 21, 4 मा 28। यसको सही जवाब हुन्छ अप्सन क, यानि हिमाली जिल्ला 21 वटा, पहाडी जिल्ला 28 वटा, भित्री मधेसका जिल्ला 7 वटा र तराईका जिल्ला 18 वटा। 59 नेपालको प्रसिद्ध धार्मिक स्थल बैजनाथ धाम कुन जिल्लामा पर्दछ? नेपालको प्रसिद्ध धार्मिक स्थल बैजनाथ धाम कुन जिल्लामा पर्दछन्? अप्सन क दार्चुला, अप्सन ख अछाम, ग गुल्मी, घ मुस्ताङ। यसको सही जवाब हुन्छ अप्सन ख, यानि अछाम। 60 छत्र चण्डेश्वरी मन्दिर कुन जिल्लामा पर्दछ? छत्र चण्डेश्वरी मन्दिर कुन जिल्लामा पर्दछ? अप्सन क अछाम, ख सल्यान, ग गोर्खा, घ सिन्धुली। यसको सही जवाब हुन्छ अप्सन ख सल्यान। 61 भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? क 39, ख 41, ग 12, घ 35। यसको सही जवाब हुन्छ अप्सन क 39। 62 तलाका मध्ये कुन जिल्लाको सिमानाले चीन र भारतको सिमानालाई छुन्छ? क हुम्ला, ख पाँचथर, ग दार्चुला, घ इलाम। यसको सही जवाब हुन्छ अप्सन ग दार्चुला। नेपालको प्रसिद्ध चन्दननाथ मन्दिर कुन जिल्लामा पर्दछ? नेपालको प्रसिद्ध चन्दननाथ मन्दिर कुन जिल्लामा पर्दछ? क मुगु, ख डोल्पा, ग जुम्ला, घ कालीकोट। यसको सही जवाब हुन्छ अप्सन ग जुम्ला। 64 सबैभन्दा कम जिल्ला रहेको प्रदेश कुन हो? सबैभन्दा कम जिल्ला रहेको प्रदेश कुन हो? यसको सही जवाब हुन्छ मध्य प्रदेश, अप्सन ख। सबैभन्दा धेरै जनघनत्व भएको प्रदेश कुन हो? यसको सही जवाब हुन्छ अप्सन क मध्य प्रदेश। 66 थोरैबाट धेरै जिल्लाहरूको सङ्ख्या हुने प्रदेशहरूको क्रम कुन ठिक्क छ? यसको सही जवाब हुन्छ अप्सन घ, यानि मध्य प्रदेश, त्यसै गरी कर्णाली प्रदेश, त्यसै गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश 1। 67 कर्णाली प्रदेशमा कतिवटा जिल्ला छन्? कर्णाली प्रदेशमा कतिवटा जिल्ला छन्? यसको सही जवाब हुन्छ अप्सन ख 10 वटा। 68 बागमती प्रदेशको राजधानी कहाँ रहेको छ? बागमती प्रदेशको राजधानी कहाँ रहेको छ? यसको सही जवाब हुन्छ अप्सन ख हेटौडा। 69 प्रदेश नम्बर 2 को नाम मध्य प्रदेश कहिले घोषणा भयो? प्रदेश नम्बर 2 को नाम मध्य प्रदेश कहिले घोषणा भयो? यसको सही जवाब हुन्छ अप्सन ख 2079 माघ 3 गते। अन्तिम पटक हालसालै आफ्नो प्रादेशिक राजधानी सार्ने प्रदेश कुन हो? यसको सही जवाब हुन्छ अप्सन ग, यानि कि लुम्बिनी प्रदेश। 71 सबैभन्दा बढी उँखु खेती हुने जिल्ला कुन हो? क सर्लाही, ख सिराहा, ग सप्तरी, घ सुनसरी। यसको सही जवाब हुन्छ अप्सन क सर्लाही। 72 नेपालको 5 नम्बर प्रदेशको नाम र राजधानी कुन हो? नेपालको 5 नम्बर प्रदेशको नाम र राजधानी कुन हो? यसको सही जवाब हुन्छ अप्सन ग, यानि लुम्बिनी देउखुरी। 73 कर्णाली प्रदेशमा तलाका मध्ये कुन जिल्ला पर्दैन? सल्यान, ख रुकुम पश्चिम, ग रुकुम पूर्व, घ जाजरकोट। यसको सही जवाब हुन्छ अप्सन ग, यानि रुकुम पूर्व। 74 प्रदेश नम्बर 1 को राजधानी देहायका मध्ये कुन स्थानमा रहेको छ? प्रदेश नम्बर 1 को राजधानी देहायका मध्ये कुन स्थानमा रहेको छ? क इटहरी, ख धरान, ग विराटनगर, घ दमक। यसको सही जवाब हुन्छ अप्सन ग, यानि विराटनगर। समूह आई र समूह आई जोडा मिलाउनु हो। समूह आई प्रदेश र समूह आई स्थानीयता। क प्रदेश 1, ख मध्य प्रदेश, ग बागमती प्रदेश, घ गण्डकी प्रदेश। अ 137, आ 136, ई 119 र ई 185। यसको सही जवाब हुन्छ अप्सन क, यानि कि प्रदेश नम्बर 1 मा 137, मध्य प्रदेशमा 136 स्थानीयता, ग बागमती प्रदेशमा 119 वटा स्थानीयता र घ गण्डकी प्रदेशमा 50 वटा स्थानीयता। 76 नेपालमा पिछडिएका स्थानीयता कतिवटा रहेका छन्? यसका सही जवाब हुन्छ अप्सन ग, यानि 57 वटा। 77 नेपालमा कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित हुने पहिलो उपमहानगरपालिका कुन हो? यसको सही जवाब हुन्छ अप्सन ग, बुटवल। सबैभन्दा बढी स्थानीयता भएको जिल्ला
कुन हो? यसको सही जवाब हुन्छ अप्सन क सर्लाही। 79 हाल नेपालमा कतिवटा महानगरपालिका छन्? यसको सही जवाब हुन्छ अप्सन घ 6 वटा। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसारको वर्गीकरणमा नेपालमा हिमाली प्रदेशहरूको सङ्ख्या कति छ? यसको सही जवाब हुन्छ अप्सन ग 21 वटा। 81 स्थानीय तहमा महानगर, उपमहानगर र नगर गरी कतिवटा नगरपालिकाहरू रहेका छन्? यसको सही जवाब हुन्छ अप्सन क 293 वटा। 82 नेपालमा गाउँपालिका विहीन जिल्ला कतिवटा रहेका छन्? यसको सही जवाब हुन्छ अप्सन क 2 वटा। त्यसै गरी 83 दिएका मध्ये सबैभन्दा सानो उपमहानगरपालिका कुन हो? यसको सही जवाब हुन्छ अप्सन क यानि इटहरी। यसमा अलिकति कन्फ्युजन पनि भएको छ। 84 देखाएका मध्ये कुन भनाइ गलत छ? देखाएका मध्ये कुन भनाइ गलत छ? अप्सन क नेपालमा गाउँपालिका विहीन जिल्ला 2 वटा रहेका छन्। ख नेपालका 2 वटा प्रदेश कर्णाली र सुदूरपश्चिममा गाउँपालिकाको सङ्ख्या बराबर छन्। घमा क्षेत्रफल बराबर भएका गाउँपालिका चम्पादेवी र चिसङखुगडी ओखलढुङ्गा हुन् र घमा सबै ठिक छ। यसको सही जवाब हुन्छ अप्सन क क्षेत्रफल बराबर भएका गाउँपालिका चम्पादेवी र चिसङखुडी ओखलढुङ्गा हुन्। यो गलत छ। 85 नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा सानाबाट क्रमशः ठुला 2 उपमहानगरपालिकाहरू कुन कुन हुन्? यसको सही जवाब हुन्छ अप्सन क नेपालगञ्ज र जनकपुर। 86 नेपालको आधारमा महानगरपालिकाहरूको ठुलोबाट सानोको सही क्रम रोज्नुहोस्। यसको सही जवाब हुन्छ अप्सन घ पोखरा, भक्तपुर, वीरगञ्ज, विराटनगर। 87 नेपालमा नगरपालिका विहीन जिल्ला कति रहेका छन्? यसको सही जवाब हुन्छ अप्सन ग यानि 5 वटा। 88 तल दिएका नगरपालिकाहरूमध्ये क्षेत्रफलका आधारमा ठुलोदेखि सानोसम्मको क्रम मिलाउनुहोस्। यसको सही जवाब हुन्छ अप्सन घ शीतगङ्गा, 8 बिस्कोट, त्रियुगा, कमलामाई। 89 नेपालको हावापानीमा विविधता हुनुको मुख्य कारण कुन हो? क धरातलको उचाइ र अक्षांश स्थितिमा फरकपना। ख प्राकृतिक स्रोतमा विविधता। ग वन जङ्गलको स्थितिमा भिन्नता। ग माथिका सबै। यसको सही जवाब हुन्छ अप्सन क धरातलको उचाइ र अक्षांश स्थितिमा फरकपना। 90 तलको कुन भनाइ गलत छ? नेपालको हावापानीलाई 5 भागमा विभाजन गरिएको छ। ख नेपालको हावापानी भूगोलमा आधारित छ। ग नेपालको हावापानी मुख्य रूपमा धरातलीय उचाइमा आधारित छ। घ नेपालको पहाडी प्रदेशमा समशीतोष्ण हावापानी छ। यसको सही जवाब हुन्छ अप्सन ख नेपालको हावापानी भूगोलमा आधारित छ। यो भनाइ गलत छ। नेपालको हावापानीमा निम्नमध्ये कुनले प्रभाव पार्दैन? 91 नेपालको हावापानीमा निम्नमध्ये कुनले प्रभाव पार्दैन? क अक्षांश, ख समुद्रिक दूरी, क धरातलीय उचाइ, घ नदीको उपस्थिति। यसको सही जवाब हुन्छ अप्सन घ नदीको उपस्थिति। 92 नेपालको दक्षिणी भूभागमा पाइने उष्ण मौसमी हावापानी समुद्र सतहदेखि सामान्यतया कति मिटरसम्मको उचाइमा पाइन्छ? 92 नेपालको दक्षिणी भूभागमा पाइने उष्ण मौसमी हावापानी समुद्र सतहदेखि सामान्यतया कति मिटरसम्मको उचाइमा पाइन्छ? क 1500, ख 1300, ग 1600, घ 1200। यसको सही जवाब हुन्छ अप्सन घ 1200। 93 नेपालमा 120 मिटर उचाइसम्म पाइने हावापानीलाई के भनिन्छ? यसको सही जवाब हुन्छ अप्सन ग यानि ट्रपिकल मनसुन क्लाइमेट। 94 सही जोडा मिलाउनुहोस्। न्यानो समशीतोष्ण हावापानी, उष्ण मनसुनी हावापानी, ठन्डा मनशीतोष्ण हावापानी, लेकाली हावापानी। त्यसै गरी 1200 मिटर 3350 देखि 5000 मिटरसम्म, 1200 देखि 2100 मिटरसम्म, 2100 देखि 3350 मिटरसम्म। यसको सही जवाब हुन्छ अप्सन ग यानि कि न्यानो समशीतोष्ण हावापानी। यसको 1200 देखि 2100 मिटरसम्म। त्यसै गरी उष्ण मनसुनी हावापानी यसको हुन्छ 1200 मिटरसम्म। त्यसै गरी ठन्डा समशीतोष्ण हावापानी यसको हुन्छ 2100 देखि 3350 मिटरसम्म।
त्यसै गरी लेकाली हावापानी यसको हुन्छ 1200 देखि 2100 मिटरसम्म। 95 तलका भनाइहरू ठिक वा बेठिक के हुन् छुट्याउनुहोस्। पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको उष्ण प्रदेशीय सदाबहार जङ्गललाई 4 कोसे झाडी पनि भनिन्छ। आमा नेपालमा 5000 मिटरको उचाइभन्दा माथि काई र लेउ मात्र पाइन्छ। यसको सही जवाब हुन्छ अप्सन क, यानि कि अ र आ दुवै ठिक। यसको यानि कि पूर्वदेखि पश्चिमीसम्म समानान्तर रूपमा रहेको उष्ण प्रदेशीय सदाबहार जङ्गललाई 4 कोसे झाडी पनि भनिन्छ, यो पनि ठिक। र नेपालमा 5000 मिटरको उचाइभन्दा माथि काई र लेउ मात्र पाइन्छ, यो पनि ठिक। 96 नेपालमा धुपी सल्लोको वन यानि कि जुनिपेरस वालिचिना फोरेस्ट कति उचाइमा पाइन्छ। यसको सही जवाब हुन्छ अप्सन ग, यानि 2101 देखि 3350 मिटरसम्म। 97 हेमन्त ऋतु अन्तर्गत पर्ने महिना कुन कुन हो। हेमन्त ऋतु अन्तर्गत पर्ने महिना कुन कुन हो। यसको सही जवाब हुन्छ अप्सन ख, मङ्सिर र पुस। 98 देहायका मध्ये कुन वन समशीतोष्ण सदाबहार कोणधारी जङ्गलमा पाइन्छ। देहायका मध्ये कुन वन समशीतोष्ण सदाबहार कोणधारी जङ्गलमा पाइन्छ। यसको सही जवाब हुन्छ अप्सन घ, यानि तलिस पत्रको वन। 99 बोधिचित कुन जिल्लामा उत्पादन हुन्छ। क काभ्रेपलाञ्चोक, ख रामेछाप, ग दोलखा, घ सिन्धुपाल्चोक। यसको सही जवाब हुन्छ अप्सन क, काभ्रेपलाञ्चोक। निम्नलिखित कथनहरूमध्ये कुन ठिक हो हुन्। बहुमूल्य जडीबुटी यार्सा गुम्बा नेपालका सबै ठाउँमा पाइन्छ। 2 मा यार्सा गुम्बाको वैज्ञानिक नाम कर्डिसेप्स हो। आजकल यार्सा गुम्बालाई नेपालको जिउँदो सुन भन्ने गरिन्छ। यसको सही जवाब हुन्छ अप्सन क, यानि कि 2 र 3 ठिक। यानि कि बहुमूल्य जडीबुटी यार्सा गुम्बा नेपालको सही ठाउँमा पाइन्छ, यो भनाइ मात्रै गलत छ। 101 नेपालको 7 प्रदेशहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश कुन हो। क लुम्बिनी, ख बागमती, ग गण्डकी, घ कर्णाली। यसको सही जवाब हुन्छ अप्सन घ, कर्णाली। क्षेत्रफलको हिसाबमा सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो। 102 मा क्षेत्रफलको हिसाबमा सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो। कर्णाली, लुम्बिनी, मध्य, सुदूरपश्चिम। यसको सही जवाब हुन्छ अप्सन घ, सुदूरपश्चिम। 103 हाल नेपालमा कति प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ। यसको सही जवाब हुन्छ अप्सन ख, यानि 44.74%ले। 104 तलका ऋतुहरूको क्रम मध्ये कुन विकल्प सही छ। यसको सही जवाब हुन्छ अप्सन ख, वसन्त ऋतु, ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतु। 105 विश्वका 14 सर्वोच्च शिखरहरूमध्ये नेपालमा कतिवटा शिखरहरू रहेका छन्। यसको सही जवाब हुन्छ अप्सन ग, यानि 8 वटा। 106 नेपालमा 8500 मिटरभन्दा बढी उचाइ भएका हिम शिखर कतिवटा छन्। यसको सही जवाब हुन्छ अप्सन ख, यानि 3 वटा। 107 नेपालमा रहेका 8000 मिटरभन्दा अग्ला हिमाल मध्ये तेस्रो अग्लो हिमाल कुन हो। यसको सही जवाब हुन्छ अप्सन घ, यानि लौसे हिमाल। 108 कञ्चनजङ्घा हिमालको उचाइ कति छ। यसको सही जवाब हुन्छ अप्सन ख, यानि 8586 मिटर। 109 5 चुलीको हिमाल भन्नाले कुन हिमाललाई जनाउँछ। क कञ्चनजङ्घा, ख जाम्सम्बा, ग मनासलु, घ आमदबल्लम। यसको सही जवाब हुन्छ अप्सन क, कञ्चनजङ्घा। 110 विश्वको 5औं अग्लो हिमाल कुन जिल्लामा अवस्थित छ। यसको सही जवाब हुन्छ अप्सन ख, यानि सङ्खुवासभा। 111 8167 मिटर उचाइ भएको हिमाल देहायका मध्ये कुन हो। यसको सही जवाब हुन्छ अप्सन ग, यानि धौलागिरी। 112 चोयु हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ। क खुम्बु, ग महालङ्गुर, ग कुम्भकर्ण, घ चण्डी। यसको सही जवाब हुन्छ अप्सन क, खुम्बु। 113 नेपालको कुन हिमाललाई किलर माउन्टेनको नामले पनि चिनिन्छ। यसको सही जवाब हुन्छ अप्सन ख, मनासनुल।
मनासलु। 114 भृकुटी हिम शिखर कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? भृकुटी हिम शिखर कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? यसको सही जवाब हुन्छ अप्सन ग यानि दामोदर। 115 माछापुच्छे हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? माछापुच्छे हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? यसको सही जवाब हुन्छ अप्सन ख अन्नपूर्ण। 116 बयास हिमाल कुन जिल्लामा पर्दछ? बयास हिमाल कुन जिल्लामा पर्दछ? यसको सही जवाब हुन्छ अप्सन ख यानि दार्चुला। 117 लेङ्पोपिक कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? यसको सही जवाब हुन्छ अप्सन घ कञ्चनजङ्घा। 118 उमोरी हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? यसको सही जवाब हुन्छ अप्सन क खुम्बु। 119 नीलगिरी हिमाल कुन तालको उत्तरी भागमा पर्दछ? यसको सही जवाब हुन्छ अप्सन क बैदाम ताल। 120 भैरव टाकुरा पनि भनिने जुगल हिमाल कुन जिल्लामा अवस्थित छ? भैरव टाकुरा पनि भनिने जुगल हिमाल कुन जिल्लामा अवस्थित छ? अप्सन क डोल्पा, ख मुस्ताङ, ग सोलुखुम्बी, घ सिन्धुपाल्चोक। यसको सही जवाब हुन्छ अप्सन घ सिन्धुपाल्चोक। 121 सिंहलीला पर्वत कुन जिल्लामा पर्दछ? सिंहलीला पर्वत कुन जिल्लामा पर्दछ? क रसुवा, ख गोर्खा, ग मुस्ताङ, घ ताप्लेजुङ। यसको सही जवाब हुन्छ अप्सन घ ताप्लेजुङ। 122 सही क्रम मिलाउनुहोस् हिमालहरूको उचाइको घट्दो क्रममा। यसको सही जवाब हुन्छ अप्सन क कञ्चनजङ्घा, लोहोसे, मकालु, चोयोयु, मनासलु। 123 समूह आई र समूह आई जोडा मिलान गरी सही उत्तर छनौट गर्नुहोस्। समूह आई हिमाल सगरमाथा, मकालु, चोयु, मनासलु र समूह आईमा उचाइ छ 8201, 8163 मिटर, 8848 मिटर र 8463 मिटर। यसको सही जवाब हुन्छ अप्सन ख यानि सगरमाथा 8848, त्यसै गरी मकालु 8463, त्यसै गरी चोयु 8201 मिटर, त्यसै गरी मनासलु 8163 मिटर। 124 सगरमाथाको चुचुरोमा पुग्ने विश्वका प्रथम पत्रकार को हुन्? सगरमाथाको चुचुरोमा पुग्ने विश्वका प्रथम पत्रकार को हुन्? यसको सही जवाब हुन्छ अप्सन क स्टाइन एसियम। 125 पसाङ लाहामु शेर्पाले सगरमाथा आरोहण कहिले गरेकी थिइन्? पसाङ लाहामु शेर्पाले सगरमाथा आरोहण कहिले गरेकी थिइन्? यसको सही जवाब हुन्छ अप्सन ख यानि विक्रम सम्वत 2050 वैशाख 10 गते। 126 पर्वतारोहणको क्रममा 11 जना पर्वतारोहीको एकै दिन दुःखद निधन भएको पिसाङ हिमाल कुन जिल्लामा पर्दछ? यसको सही जवाब हुन्छ अप्सन ख यानि मनाङ जिल्लामा। त्यसै गरी 27 मा नदीका धारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ? नदीका धारमा नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ? यसमा 3वटा दिएको छ अप्सन ख र कुनै कुनै बुकमा अप्सन ग 4वटा पनि दिएको हुन्छ किनकि बागमती पनि एउटा नदी हो। 128 नेपालमा पाइने ठुला र साना नदीको सङ्ख्या कति भएको अनुमान छ? 128 नेपालमा पाइने ठुला र साना नदीको सङ्ख्या कति भएको अनुमान छ? यसको सही जवाब हुन्छ अप्सन क 6000। नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो? कर्णाली, कोशी, गण्डकी, महाकाली। यसको सही जवाब हुन्छ अप्सन क कर्णाली। गण्डकी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? क त्रिशुली, ख कालीगण्डकी, ग दरौदी, घ मर्साङ्दी। यसको सही जवाब हुन्छ अप्सन ख कालीगण्डकी। 131 तिल्लाकु नदीको सहायक नदी हो? महाकाली, कर्णाली, कोशी, गण्डकी। यसको सही जवाब हुन्छ अप्सन ख कर्णाली। 132 नेपालको कुन नदीको पौराणिक नाम महाप्रभा हो? नेपालको कुन नदीको पौराणिक नाम महाप्रभा हो? यसको सही जवाब हुन्छ अप्सन क अरुण। अरुण नदीको प्राचीन पौराणिक नाम के हो? अरुण नदीको प्राचीन पौराणिक नाम के हो? यसको सही जवाब हुन्छ महाप्रभा अप्सन क। त्यसै गरी 134 मा छ सही जोडा मिलाउनुहोस्। कोशी नदी, गण्डकी, नारायणी नदी, कर्णाली नदी, महाकाली नदी, त्यस्तै ठुलो नदी, छोटो नदी, लामो नदी, गहिरो नदी। यसको सही जवाब हुन्छ अप्सन घ यानि कोशी नदी, ठुलो नदी, गण्डकी, नारायणी नदी, यसको छ गहिरो नदी, त्यस्तै कर्णाली नदी, लामो नदी, महाकाली नदी, छोटो नदी। 135
मेची नदी को उद्गम स्थल कहाँ हो? मेची नदी को उद्गम स्थल कहाँ हो? यसको सही जवाब हुन्छ अप्सन ख लालीखर्क। 136 नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? यसको सही जवाब हुन्छ अप्सन ग राप्ती नदी। 137 दरौदी नदीको उद्गम स्थल कुन हिमाल हो? क बुद्ध हिमाल, ख कान्जिरोवा हिमाल, ख माछापुच्छे हिमाल, घ चण्डी हिमाल। यसको सही जवाब हुन्छ अप्सन क बुद्ध हिमाल। 138 नेपालको ठुलीभेरी नदी कुन कुन जिल्लाको सिमाना भई बगेको छ? नेपालको ठुलीभेरी नदी कुन कुन जिल्लाको सिमाना भई बगेको छ? यसको सही जवाब हुन्छ अप्सन क यानि जाजरकोट र रुकुम पश्चिम। 139 सप्तकोशी नदीका सहायक नदी इन्द्रावती र सुनकोशी नदी मिसिने स्थानलाई के नामले चिनिन्छ? सप्तकोशी नदीका सहायक नदी इन्द्रावती र सुनकोशी नदी मिसिने स्थानलाई के नामले चिनिन्छ? यसको सही जवाब हुन्छ अप्सन क दोलालघाट। 140 तलाका मध्ये कुन नदी चुरे पर्वत मालाबाट उत्पत्ति भएको हो? तलाका मध्ये कुन नदी चुरे पर्वत मालाबाट उत्पत्ति भएको हो? यसको सही जवाब हुन्छ अप्सन ख तिनाउ। 141 नेपालमा उत्तर गङ्गा भनेर कुन नदीलाई चिनिन्छ? दुधकोशी, सानोभेरी, कालीगण्डकी, त्रिशुली। यसको सही जवाब हुन्छ अप्सन ख सानोभेरी।